यहाँहरु सबैलाई नमस्कार। हाम्रो आजको भ्लगमा अब सबैले इंग्लिश बोलेर भ्लग हाल्छन्, हामी चाहिँ अब इंग्लिश नपढेका मान्छे। वेलकम टु माई मिनी भ्लग्स भन्छन् सबैले, हामी चाहिँ भन्छौं तपाईहरुलाई स्वागत छ मेरो सानो भ्लगमा। र यो एरियामा चाहिँ मेरो अलैची सानो सानो देखिँदैछ, अलैची खेती छ। र यो एरिया भनेको चाहिँ मेरो सुन्तला बगैँचा हो। यो सुन्तला बगैँचा चाहिँ मैले ठुलो पानी पर्नुभन्दा अगाडि रोपेको थिएँ, तर जत्रो ठुलो पानी परे पनि मेरो सुन्तला बगैँचालाई चाहिँ भनेको बगाउन सकेन। पानी भनेको अलिअलि बगिरहेको थिए, अझै पनि आइरहेछ। र यो सुन्तलाले हामी आज मजाले मोहला लगाइदिँदैछौँ। र यस सुन्तला बिरुवालाई चाहिँ हामी जोगाउँदैछौँ। आज रोप्न चाहिँ अस्ति रोपेको, अस्ति लाउनु पर्ने हो, तर हाम्रो कार्य व्यस्तताले गर्दाखेरि आज चाहिँ म र बुढी दुईजना आइरहेका छौँ। हामी बुढाबुढी नै लागि परेर आज चाहिँ यस सुन्तलालाई मोहला झुन्डाइदिइसक्ने अब के भन्छ यसलाई, गाई बस्तुबाट, बाख्राहरूबाट, मुख्यतः बाख्राबाट बचाउनलाई हामीले यस सुन्तलालाई यसरी मोहला लगाइदिन आँटेका छौँ। यी सुन्तलाको बोट भनेको यस्तो छ, हरियो हरियो, जुन निकै राम्रो गरी फस्टाउँदैछन्। यिनीहरूलाई अझै मलको कमी भइरहेको छ। यिनीहरूलाई अझै एकचोटि ठुलो पानी परेपछि अझै ठुलो मल धेरै मल लगाएर चाहिँ अझै ठुल्ठुलो बनाउने सोचमा छौँ। मोहलाहरू त ठुल्ठुलै भएको राम्रो, यता तलदेखि माथिसम्म हाम्रो पुरै छ। र म चाहिँ आज चाहिँ यो मोहला लाउँछु। मेरो बुढी चाहिँ आज बाख्रालाई घाँस काट्छु भन्दैछ, अलिअलि घाँस काट्छ मेरो बुढी चाहिँ। र म चाहिँ यहाँ मोहला लाउने कार्यक्रम मेरो सुरु भइरहेको छ। अब हाम्रो सानो भ्लगमा तपाईहरुलाई योभन्दा धेरै कुरा म केही भन्न चाहिन्न। तपाईहरुले हेरिदिनु भयो भने झनै राम्रो, मलाई नै फाइदा छ। अब हेरिदिनु होइन, अहिलेसम्म हेरिदिनु भएन भने कृपया हेरिदिनुस्। हेरिदिनु भएकोमा तपाईहरुलाई झन् धन्यवादका साथै म यति भन्दै मेरो यो भ्लगलाई यहीँ टुङ्ग्याउन चाहन्छु। अनि त्यहाँ एउटा